गण्डकी प्रदेश एक सुन्दर र मनोरम प्रदेश हो। यस प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण प्रदेश हो। गण्डकी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका हिसाबले अत्यन्त महत्त्वपूर्ण प्रदेश हो। मौलिक कला, संस्कृति, प्राकृतिक एवं ऐतिहासिक सम्पदा र भौगोलिक तथा जैविक विविधताले यस प्रदेशको शोभा बढाइरहेका छन्। गोर्खा जिल्ला गण्डकी प्रदेश अन्तर्गत पर्ने 11वटा जिल्लाहरूमध्ये एक ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको जिल्ला हो। गोर्खा जिल्लाका अमूल्य कला, संस्कृति तथा प्राकृतिक ऐतिहासिक सम्पदा र प्रचुरताका हिसाबले गण्डकी प्रदेशको गोर्खा जिल्ला अग्रस्थानमा छ। नेपालकै गौरवशाली इतिहास बोकेको एक अनुपम भूमि गोर्खा, जहाँ हरेक पाइलाले इतिहास बोल्छ, संस्कृति जीवित छ र प्राकृतिक सुन्दरता मनमोहक छ। नेपाल राज्यको एकीकरण गर्ने श्रेय समेत गोर्खा जिल्लालाई दिने गरिन्छ। समुद्री सतहबाट 228 मिटरदेखि 8163 मिटरको उचाइसम्म रहेको तथा 27015 देखि 28015 अक्षांश र 84027 देखि 84058 देशान्तरमा फैलिएको यस जिल्लाले देशको कुल भूभागको 2.45% क्षेत्रफल ओगटेको छ। 3610 वर्ग किलोमिटरमा फैलिएको यो जिल्ला क्षेत्रफलका दृष्टिकोणले नेपालको चौथो ठुलो जिल्ला हो। भौगोलिक रूपले मध्य पहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको यो जिल्लाका गोर्खा दरबार, गोरखनाथ मन्दिर जस्ता ऐतिहासिक सम्पदा, मनकामना मन्दिर, गोरखकाली मन्दिर, सातकन्या देवी लगायतका धार्मिक सम्पदा, कालताल, नारदकुण्ड, दुध पोखरी, वीरेन्द्र ताल जस्ता ताल तथा पोखरीहरू, मनासलु, गणेश हिमाल लगायतका हिमचुचुराहरू, लिगलिग कोट, श्रीनाथ कोट, अजिरकोट, ताकुकोट लगायतका कोटहरू, मन्दिर, गुम्बाहरू तथा गुफाहरू र विविध जातजाति, भाषा, धर्म, समुदाय तथा विविध रहन सहन यहाँका मुख्य आकर्षणहरू हुन्। गोर्खा नगरपालिकाको वडा नम्बर 6 मा पर्ने गोर्खा दरबार ऐतिहासिक महत्त्वको छ। यो ऐतिहासिक दरबार गोर्खा शहर भन्दा 3 किलोमिटरको दूरी माथि पहाडको टुप्पामा रहेको छ। यस दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ। त्यहाँ एउटा पुरानो गुफा पनि छ जहाँ बाबा गोरखनाथको मूर्ति रहेको पाइन्छ। नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएका राजा पृथ्वीनारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्त्वपूर्ण ऐतिहासिक स्थल मानिन्छ। सन् 1723 मा राजा पृथ्वीनारायण शाहको जन्म गोर्खा दरबारमा भएको थियो। गोर्खा राज्यको नाम बाबा गोरखनाथको नामबाट राखिएको मानिन्छ भने पृथ्वीनारायण शाहलाई राज्य एकीकरण गर्ने प्रेरणा पनि गोरखनाथबाट मिलेको थियो भन्ने गरिन्छ। गोर्खाको इतिहासको अध्ययन गर्ने थलोको रूपमा समेत चिनिँदै आएको गोर्खा दरबार क्षेत्रको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ। प्रमुख पर्यटकीय गन्तव्य मानिने गोर्खा दरबारबाट बडा दशैंको 7औं दिन काठमाडौँको हनुमान ढोका दरबारका लागि फुलपाती सहितको डोली पठाउने प्रचलन छ। गोर्खाबाट पठाइएको फुलपाती हनुमान ढोका दरबार पुर्याइएपछि हर्ष बढाइका साथ हनुमान ढोका दरबारमा फुलपाती भित्राउने प्रचलन रहँदै आएको छ। पक्की सडकको प्रयोग गरेर आउन सकिने गोर्खा दरबार गोर्खा बजारदेखि गाडीमा 8 मिनेट र पैदल 18 मिनेटको समयमा आउन सकिन्छ। यहाँ आउने पर्यटकका लागि गोर्खा बजारका विभिन्न स्थानहरूका होटलहरूमा बास बस्नको लागि राम्रै प्रबन्ध छ। यहाँ नजिकै रहेको तल्लोकोटमा बनेको गोर्खा संग्रहालयले सबै पर्यटनको मन आकर्षण गर्दछ। मूल ढोकाबाट भित्र छिरेपछि गोर्खामा रहेका विभिन्न जातजातिको डमी, संग्रहालयको माथिल्लो तलामा रहेको नेपाल एकीकरणको इतिहासले सबैको कौतूहलता बढाउँछ। गोर्खाको शाहकालीन इतिहासको चिनारी, भाषा र ग्रन्थहरू, पृथ्वीनारायण शाहको मूर्ति, 100औं वर्ष पहिले प्रयोग हुने हतियारहरू, राजगद्दी, नेपाल एकीकरणको सम्भव, भाइ भारदारहरूलाई नेपाल एकीकरणको तयारी गरिरहेका तस्बिर, हात्तीमाथि चढेर पृथ्वीनारायण शाहले नुवाकोट एकीकरणको योजना बुनेकादेखि युद्धको झल्को दिने तस्बिरले साँच्चीकै पर्यटकलाई लोभ्याउँछ भने अन्य भाँडाकुँडा, पुराना वाद्य बाजन, विभिन्न जातजातिका वेशभूषा
साँच्चीकै आकर्षक छन्। इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यको सङ्गम गोर्खा दरबार नेपाली इतिहास, संस्कृति र वास्तुकलाको उत्कृष्ट नमुना हो। यो नेपाल एकीकरणको जन्मस्थल मात्र नभई पर्यटकहरूका लागि ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण गन्तव्य पनि हो। शहीद लखन गाउँपालिका वडा नम्बर 2 मा अवस्थित मनोकामना मन्दिर महत्त्वपूर्ण शक्तिपीठ मानिन्छ। नेपालकै प्रसिद्ध धार्मिक स्थलहरू मध्ये एक मानिने मनोकामनाको दर्शन गरे आफ्नो मनोकामना पूरा हुने, नबनेका अपुरा कामहरू पूरा हुने जनविश्वास छ। त्यसैले कतिपय मानिसहरू कुनै काम सुरु गर्दा माता मनोकामनालाई सम्झने प्रचलन छ। धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व बोकेको एक पवित्र स्थल मनोकामना मन्दिर पुग्ने जो कोहीले आस्था, शान्ति र प्राकृतिक सुन्दरताको अनुपम अनुभव गर्न सक्छन्। मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनोकामना नाम रहन गएको पाइन्छ। 16औं शताब्दीमा स्थापना भएको मनोकामना मन्दिर अर्घाका राजा मेघासीराज शाहका सन्तान राजकुमारी लीलावती लीलादेवीसँग सम्बन्धित छ। राजा ध्वजन सिंह शाहकी छोरी लीलावती देवी स्वरूपा मानिन्थिन्, तर जबरजस्ती उनको विवाह गोर्खाका राजा राम शाहसँग गराइयो। विवाहमा असन्तुष्ट लीलावतीले माइती पक्षलाई भेट्न नआउनु भनेर आदेश दिएकी थिइन्। राजा राम शाहको निधनपछि हिन्दू परम्परा अनुसार लीलावतीलाई सती जानुपर्ने भयो, तर गोर्खाका पुजारी तथा भक्त सिद्ध लखन थापाले उनलाई सती जान नपर्ने भने। त्यसबेला लीलावतीले म काफेकमा अर्को रूपमा आउँदैछु भनी सती गइन्। पछि काफेकमा एक किसानले हलो जोत्दा ढुङ्गामा फाली अड्किएको र त्यसबाट दूध जस्तो पदार्थ निस्किएको घटना भएपछि लखन थापाले त्यसलाई देवीको अवतार मानेर त्यहाँ मनोकामना मन्दिर स्थापना गरे। मनोकामना मन्दिरको पुजारी आजसम्म पनि सिद्ध लखन थापाका सन्तान नै हुने परम्परा कायम छ। भक्तजनहरू यहाँ आफ्नो मनोकामना पूरा गर्न पशु बलि, नरिवल, रातो कपडा, धूप, दीप र विशेष पूजाहरू चढाउने गर्छन्। लाखौं भक्तजनहरू मनोकामनाको दर्शनका लागि पुग्ने गर्दछन्। समुद्री सतहदेखि 1303 मिटरको उचाइमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतिर महाभारत लेक र विभिन्न डाँडाका साथै उत्तरी भागमा अन्नपूर्ण हिमाल र मनास्लु हिमालका चुचुराहरू देख्न सकिन्छ। मन्दिर प्राङ्गणबाट दुवै समयमा सूर्योदय सूर्यास्तको मनमोहक दृश्य देख्न सकिन्छ। गोर्खा जिल्लाको सदरमुकामबाट दक्षिण पूर्वी भागमा अवस्थित मनोकामना मन्दिर गोर्खा सदरमुकामको पोखरीथोक बजारबाट 12 किलोमिटर दूरी पार गरी बुङकोट घैरुङ हुँदै 1 घण्टा 30 मिनटको समयमा गाडीमा पुग्न सकिन्छ भने सन् 1998 मा नेपालमै पहिलो पटक बनेको 2.8 किलोमिटर लामो केबल कारको यात्रा गरेर चितवनको कुरिन्टारबाट 12 मिनेटमै मनोकामना मन्दिरसम्म सहजै पुग्न सकिन्छ। यहाँ बास बस्नको लागि होटल तथा लजहरू प्रशस्तै छन्। पालुङटार नगरपालिका वडा नम्बर 2 मा अवस्थित लिगलिगकोट ऐतिहासिक तथा पर्यटकीय स्थल हो। लिगलिगकोटको नाम स्थानीय मगर भाषामा सुन्दर र मनमोहक दृश्यावलोकनलाई प्रयोग गरिने शब्द लिङलिङ र युद्ध सामग्री राखिने स्थान तथा अग्लो स्थानमा रहेको किल्लाको लागि प्रयोग हुने शब्द कोट मिलेर बनेको लिङलिङ कोटबाट अपभ्रंश भएर लिगलिगकोट भएको भन्ने गरिन्छ। समुद्री सतहबाट करिब 1437 मिटर उचाइमा अवस्थित लिगलिगकोट घले राजाहरूको दौड परम्पराका लागि प्रसिद्ध छ, जहाँ दौड जित्ने व्यक्ति 1 वर्षका लागि राजा बन्ने चलन थियो। तत्कालीन गोर्खा राज्य राजा मुकुन्द सेनको कब्जामा पुगेपछि शक्तिशाली मानिएका राजा मुकुन्द सेनले गरेको 3 प्रमुख उपत्यका हमलाको प्रयास विफल भयो। विक्रम सम्वत 1603 मा मुकुन्द सेनको मृत्यु पश्चात उनको छोराले विजय प्राप्त गरेको विशाल भूमि शासन गर्नमा असमर्थ भएपछि विभिन्न राज्यका मुखियाहरूले आफूहरूलाई राजा घोषणा गरी राजकाज चलाउन थाले। यसरी मुकुन्द सेनको राज्य टुक्रिएर गोर्खा क्षेत्रमा नै लिगलिग, माझकोट, सिरानचोक, अजिरकोट, बारपाग आदि राज्यमा विभाजित भयो। यसरी विभाजित राज्यहरू मध्ये लिगलिगकोटमा दौडबाट राजा छान्ने परम्पराको थालनी गरियो। प्रत्येक वर्ष विजया दशमीका दिन लिगलिगकोटको मूल दरबारबाट करिब 10 किलोमिटर टाढा रहेको चेपेघाटदेखि दौडेर जो पहिला लिगलिगकोटसम्म पुग्थ्यो त्यो व्यक्ति 1 वर्षको लागि लिगलिगकोटको राजा हुने गर्दथ्यो। विक्रम सम्वत 1616 मा लिगलिगकोट दरबार पृथ्वीनारायण शाहका पूर्वज राजा द्रव्य शाहद्वारा कब्जा भयो।
भयो। राजा दरब्बे शाहले लिगलिग दौडको परम्परा हटाई शाह वंशको शासन सुरुवात गरे र यहीँबाट दरब्बे शाहले साना राज्यहरू एकीकरण गर्ने प्रक्रिया सुरुवात गराएका थिए। अहिले यहाँ दरबारको भग्नावशेष, केही पुरातात्विक संरचना र धार्मिक स्थलहरू रहेका छन्। यस स्थान नेपाल एकीकरणको शिलान्यास भएको तथा प्रतिस्पर्धामा उछिन्ने, सर्वसाधारणले शासन गर्ने लोकतान्त्रिक परिपाटी संसारमै सबैभन्दा पहिले लिगलिग कोडबाट नै सुरु भएकाले विशेष महत्त्वका साथ हेरिन्छ। नेपालमा व्यवस्थित रूपमा सैनिक स्थापना, हिन्दू राज्यको स्थापना, एकीकरणको सुरुवात लिगलिग कोडबाटै भएको हो। यहाँ अहिले पनि ठूलो पुरस्कार राशिको लिगलिग कोड दौड प्रतियोगिता हुने गर्दछ भने बडा दशैं र चैते दशैंको समयमा विशेष पूजा अर्चना हुने गर्दछ। लिगलिग कोटमा देशकै सबैभन्दा ठूलो नेपालको राष्ट्रिय झण्डा निर्माण गरिएको छ। अहिलेसम्मकै अग्लो मानिने 40 फिट अग्लो राष्ट्रिय झण्डा लिगलिग कोटमा राखेपछि पर्यटकको चहल पहल अझै बढेको छ। गोरखा बजारबाट करिब 25 किलोमिटरको दूरीमा पर्ने लिगलिग कोट पुग्न गाडीबाट 12 किलो दरौदी खोप्लाङको बाटो हुँदै 1 घण्टा 20 मिनटको समयमा पुग्न सकिन्छ। यहाँबाट देखिने अन्नपूर्ण, मनासलु र गणेश हिमालका मनोरम दृश्यहरूका साथै प्राकृतिक छटाहरू, चेपे नदी, लमजुङ र तनहुको दृश्यले पर्यटकहरूको मन नै लोभ्याउँछ। यहाँ आउने जो कोही पर्यटक नजिकैको होमस्टे तथा होटलहरूमा बास बस्न सक्छन्। सिरानचोक गाउँपालिका वडा नम्बर 7 मा पर्ने श्रीनाथ कोट नेपाल एकीकरणको यात्रा प्रारम्भ भएको स्थापनाका रूपमा परिचित छ। ऐतिहासिक महत्त्व बोकेको श्रीनाथ कोटलाई सिरानचोक कोट पनि भन्ने गरिन्छ। समुद्र सतहबाट करिब 1974 मिटरको उचाइमा रहेको सिरानचोक कोट ऐतिहासिक तथा पुरातात्विक रूपमा महत्त्वपूर्ण स्थल हो, जसले नेपाल एकीकरणको प्रारम्भिक चरणमा महत्त्वपूर्ण भूमिका खेलेको थियो भन्ने गरिन्छ भने यहाँ मूलकोट, जेठोकोट, माइलोकोट, कान्छोकोट लगायतका सैन्य दरबारका अवशेष देख्न सकिन्छ। श्रीनाथ बाबा आश्रम, श्रीनाथ मण्डली देवी मन्दिर, छेडा भन्ज्याङको जोगी गुफा र महादेव शिवालय जस्ता धार्मिक स्थलहरू समेत यहाँ छन्। यो क्षेत्र 2224 राज्य संघको युद्धका लागि रक्षा किल्लाको रूपमा चिनिन्थ्यो, जहाँ भीमसेन थापा र बडा काजी अमरसिंह थापाले नेतृत्व गरेका थिए। सिरानचोकको पुरानो नाम स्यारतन हो, जसको अर्थ सबैको प्रिय अग्लो डाँडा भन्ने हुन्छ। यही ऐतिहासिक गढीको नामबाट सिरानचोक गाउँपालिकाको नामाकरण गरिएको छ। यहाँ नजिकै रहेको श्रीनाथ मण्डलीको मन्दिरमा बलि पूजा गरी जलधारा गरेमा खडेरीमा पानी पर्ने विश्वास रहिआएको छ, जसले गर्दा यस देवीलाई किसानको देवीका रूपमा पनि चिन्ने गरिन्छ। यस मन्दिरमा नयाँ अन्न बाली चढाउने प्रचलन रहिआएको छ। यहाँबाट गणेश हिमाल, बौद्ध हिमाल, मनासलु हिमाल, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्यावलोकन गर्न सकिन्छ भने विभिन्न प्राकृतिक डाँडाकाँडा तथा चेपे, दरौदी नदी र फाँटहरू देख्न सकिन्छ। वसन्त ऋतुमा लाली गुराँस ढकमक्क फुलेर सिरानचोक डाँडालाई रातो घुम्टो ओढाउँदा देखिने दृश्य साँच्चीकै मनमोहक छ। यहाँ पुग्न गोरखा बजारबाट दरौदी चित्रे पोखरीको बाटो हुँदै 2 घण्टा 40 मिनटको समयमा गाडीमा पुग्न सकिन्छ भने यहाँ आउने पर्यटकहरू नजिकैको गाउँमा रहेको होमस्टेमा बास बस्न सक्छन्। सिरानचोक गाउँपालिका वडा नम्बर 1 मा अवस्थित सातकन्या देवी एक महत्त्वपूर्ण धार्मिक स्थल हो। यस मन्दिरको ऐतिहासिक र सांस्कृतिक महत्त्व बेग्लै छ, जसले स्थानीय समुदायको आस्था र परम्परासँग गहिरो सम्बन्ध राखेको छ। सातकन्या देवी पानी भित्र रहेकोले यसलाई जलदेवी पनि भन्ने गरिन्छ। 7 वटा देवीको पूजा गर्ने हुँदा यसलाई सातकन्या देवी भनिएको हो। यहाँ चैत्र र कार्तिकको पहिलो हप्ताको शुक्रबार वा सोमबार जुन पहिले पर्छ, त्यही दिन स्थानीयले 5 थरी पूजा गरेपछि मात्र अन्यत्रका सर्वसाधारणहरूलाई पूजा गर्न दिने प्रचलन रहिआएको छ। यहाँ भेडा, बाख्रा, परेवा, कुखुरा र हाँसको पञ्चबली दिने गरिन्छ। सातकन्या देवीको पूजा विशेष गरी सोमबार र शुक्रबार गर्ने गरिन्छ भने औँसी, परेवा, चतुर्थी र मसान्तमा भने पूजा चल्दैन। सातकन्या देवीको पूजा अर्चना गर्नाले बोली नआएको बच्चाको बोली आउने, बच्चा नभएकाहरूको बच्चा हुने, विदेश जान वा लाहुरे बन्न चाहनेहरूका लागि इच्छा पूरा हुने विश्वासका साथ
पूजा अर्चना गर्ने गरिन्छ। यहाँ पुग्न गोर्खा बजारबाट दरौदी चित्रे पोखरीको बाटो हुँदै करिब 2 घण्टाको समयमा गाडीमा पुग्न सकिन्छ भने यहाँ आउने पर्यटकहरूका लागि बास बस्न 10 मिनेटको माथि भच्चेक भन्ने स्थानमा होमस्टे तथा होटलहरू रहेका छन्। अजिरकोट गाउँपालिका वडा नम्बर 3 मा रहेको अजिरकोट धार्मिक एवं ऐतिहासिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण छ। मुकुन्द सेनको राज्य टुक्रिएर गोर्खा क्षेत्रमा नै लिगलिग, माझकोट, सिरानचोक, अजिरकोट, बारपाक आदि राज्यमा विभाजित भएसँगै अजिरकोट पनि एक राज्यका रूपमा सञ्चालित थियो। भच्चेक काखमा रहेको अजिरकोट उच्च ठाउँ हो। यहाँबाट विभिन्न हिम श्रृङ्खलाहरू देख्न सकिन्छ। अजिरकोटको कालिका मन्दिरमा बडा दशैं र चैते दशैंमा विशेष पूजा अर्चना गरिन्छ। यस कोटमा पूजा अर्चना गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। अजिरकोट गोर्खा बजारबाट जोरकाटे, चित्रे पोखरी, चिप्लेटी, भच्चेक हुँदै 3 घण्टाको समयमा गाडीमा पुग्न सकिन्छ। समुद्री सतहदेखि करिब 1990 मिटर उचाइमा रहेको अजिरकोट गाउँपालिका वडा नम्बर 4 मा अवस्थित सिरान डाँडा मनमोहक छ। पछिल्लो समय यस ठाउँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ। लोभलाग्दो प्रकृतिले भरिएको सुन्दर सिरान डाँडामा हरियाली डाँडापाखा, गाउँले परिवेश, तामाङ संस्कृति, चिया बगान, सहयोगी र आत्मीय गाउँले साथै अर्गानिक खाना यहाँका विशेषता हुन्। बुद्ध हिमचुली र मनासलु हिमाल अनि सूर्योदय र सूर्यास्तको मिठो मनमोहक दृश्य तथा मनसुनी याम यहाँ छिनमै कुहिरो त छिनमै घाम पारिलो उज्यालो नै यहाँको मौसमको विचित्र हो। डाँडासम्मै जाने सडक पिच भएकाले यात्रा गर्न यहाँ सजिलो छ। सिरान डाँडाको अर्गानिक चिया, लोकल कुखुरा, मौसमी तरकारी स्वादको छुट्टै मिठास पाइन्छ। गुरुङ र तामाङको बसोबास रहेको अजिरकोट गाउँपालिका वडा नम्बर 2 मा रहेको ओलाङ गाउँ सुन्दर छ। प्रदेश सरकार र अजिरकोट गाउँपालिकाको साझेदारीमा निर्मित यस गाउँ नमुना गाउँ हो। यस ठाउँका मौलिकता बोकेका आकर्षक बस्तीहरूले सामाजिक एकता, सद्भाव र सहिष्णुताको सन्देश प्रवाह गरिरहेका छन्। यहाँ आउने पर्यटकलाई स्वागत गर्न यहाँका नागरिकहरू आतुर छन्। मौलिक संस्कृति तथा परम्परा अनि ग्रामीण जीवनको सजीव चित्र भेटिने यस्ता बस्तीहरूले पर्यटकलाई फर्की फर्की आउने गराउँदछन्। अजिरकोटका पर्यटकीय स्थल घुम्न आउने पर्यटकलाई बास बस्नको लागि होमस्टे र होटलहरू सञ्चालनमा छन्। चुम्नुब्री गाउँपालिका वडा नम्बर 7 मा पर्ने छेकम्पार मनासलु संरक्षण क्षेत्रभित्र रहेको एक महत्त्वपूर्ण पर्यटन गन्तव्य हो। यस क्षेत्र विशेष गरी प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पदयात्रा मार्गका लागि प्रसिद्ध छ। छेकम्पार गोर्खा जिल्लाको तिब्बत सीमावर्ती गाउँ हो, जहाँबाट मनासलु हिम श्रृङ्खला सहजै अवलोकन गर्न सकिन्छ। यो समुद्री सतहदेखि करिब 3300 मिटरको उचाइमा अवस्थित छ, जहाँ हिमाली दृश्यहरू, हरियाली वनजङ्गल तथा हिम नदीहरू अवलोकन गर्न पाउँदा पर्यटक खुसी हुने गर्दछन्। यस क्षेत्रबाट बौद्ध हिमाल, गणेश हिमाल र अन्य हिम श्रृङ्खलाका अविश्वसनीय दृश्यहरू देख्न सकिन्छ। छेकम्पार चुम्बा समुदायको बस्ती हो, जहाँ प्राचीन बौद्ध परम्पराहरू जोगाइएका छन् भने धेरै पुराना रचन गुम्बा र रागेन गुम्बा जुन आध्यात्मिक पर्यटकका लागि आकर्षणको केन्द्र हुन्। छेकम्पार बुद्धिज्म ट्रेकको मुख्य गन्तव्यहरू मध्येको एक हो। यो ठाउँ पदयात्रा प्रेमीहरूका लागि शान्त वातावरण, स्थानीय आतिथ्य र संस्कृतिको मिश्रण प्रदान गर्ने स्थान हो भने पदयात्राको क्रममा पर्यटकहरूले याक, हिमचितुवा, नाउर, रातो पाण्डा जस्ता दुर्लभ वन्यजन्तुहरू देख्न पाउँछन्। यो क्षेत्र तिब्बतसँग सांस्कृतिक रूपमा नजिक छ र यहाँका परम्परागत घरहरू, प्रार्थना झण्डा तथा चोरतेनहरूले यो ठाउँलाई विशिष्ट बनाएको छ। छेकम्पार प्राकृतिक सुन्दरता, सांस्कृतिक धरोहर तथा पदयात्रा मार्गको केन्द्रबिन्दु भएकोले पर्यटकहरूका लागि आकर्षणको प्रमुख केन्द्र हो। यहाँको चुम भ्याली अति प्राचीन बौद्ध संस्कृति भएको उपत्यका हो। यो ठाउँ अहिंसा क्षेत्रको रूपमा पनि चिनिन्छ। मनासलु संरक्षण क्षेत्र अन्तर्गत पर्ने छेकम्पारको चुम उपत्यका चुम भ्याली पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बनेको छ। वन्यजन्तुहरू प्रशस्त देख्न पाइने यो उपत्यका एक खुल्ला संग्रहालय जस्तै हो। चुम भ्यालीलाई हिमाली उपत्यका पनि भन्ने गरिन्छ, जुन बौद्ध धर्मसँग गहिरो रूपमा सम्बन्धित छ। यहाँका बासिन्दा चुम समुदायका छन्, जसले चुम भाषा बोल्छन् र परम्परागत बौद्ध संस्कृति अँगालेका छन्। पुराना गुम्बाहरू, स्तूपहरू, प्राचीन मठहरू तथा धार्मिक स्थलहरूले यस क्षेत्रको ऐतिहासिक महत्त्व झल्क्याउँछन्। चुम भ्याली
प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर, धार्मिक आस्था तथा पर्यावरणीय महत्त्वले भरिपूर्ण उपत्यका हो। यहाँको अद्वितीय संस्कृति, भौगोलिक संरचना र हरियाली हिमाली वातावरणले यो उपत्यकालाई पर्यटकीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण बनाएको छ। यहाँ पर्यटकका लागि बास बस्न होटल तथा होमस्टेहरू सञ्चालनमा छन्। यहाँका स्थानीयको स्वागत सत्कारले पर्यटकहरूलाई फर्की आउने गराउँदछ। चुम्नुब्री गाउँपालिका वडा नम्बर 5 मा रहेको ऐतिहासिक र धार्मिक महत्त्वको सिरिङ्गी गुम्बा 100औं वर्ष पुरानो गुम्बा हो। सिरिङ्गी गुम्बा चुम भ्याली भित्र पर्ने ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले अति महत्त्वपूर्ण गुम्बा हो। यहाँको प्राकृतिक सुन्दरता, पुरातात्विक सम्पदा तथा धार्मिक परम्पराहरूले यस गुम्बालाई अद्वितीय बनाएको छ। बौद्ध धर्मावलम्बी तथा पर्यटकहरूका लागि यो गुम्बा एक प्रेरणादायी गन्तव्य पनि हो। यो गुम्बा तिब्बती बौद्ध धर्मको निङमा परम्परा अन्तर्गत पर्ने गुम्बा हो। यस गुम्बा सिरिङ्गी हिमालको नामबाट प्रेरित भएर नामाकरण गरिएको पाइन्छ। यो बौद्ध धर्मका प्रमुख गुरु पद्मसम्भवतको पवित्र स्थल पनि हो। सिरिङ्गी गुम्बा अन्य तान्त्रिक महापुरुषहरूसँग सम्बन्धित धार्मिक आस्थाको केन्द्र हो। यो गुम्बा अहिले पनि स्थानीय भिक्षु तथा आनीहरूले सञ्चालन गर्दै आएका छन्। यहाँ प्राचीन थाङका चित्रहरू, बुद्धका मूर्तिहरू, पवित्र ग्रन्थहरू र धार्मिक साधनाहरू देख्न पाइन्छ। यो गुम्बा बौद्ध धर्मको शिक्षण केन्द्रका रूपमा रहेको छ, जहाँ लामा गुरुहरूद्वारा बौद्ध ग्रन्थ र ध्यानको अध्ययन गराइन्छ। सिरिङ्गी गुम्बा चुम्नुब्री गाउँपालिकामा रहेका चुमी समुदायको आस्थाको केन्द्र पनि हो। यहाँ हरेक वर्ष विभिन्न धार्मिक चाडपर्व, पूजापाठ तथा तान्त्रिक अनुष्ठानहरू आयोजना गरिन्छ। यसका अलावा यहाँ सबैभन्दा पुरानो डेफुडोल्मा भिक्षुनी आनी गुम्बा समेत रहेको छ। चुम भ्याली गोर्खा सदरमुकामबाट 5 दिनको पैदल यात्रामा पुग्न सकिन्छ भने गाडीमा गोर्खा बजारबाट आरुघाट, माछीखोला, फिलिमसम्म 5 घण्टा र त्यहाँबाट 2 दिनको पैदल यात्रा मार्फत पुग्न सकिन्छ। मनासलु संरक्षण क्षेत्र भ्रमणमा आउने मध्ये अधिकांश पर्यटक चुम्नुब्री गाउँपालिका वडा नम्बर 1 सामागाउँ स्थित लार्के पास घुम्न वा क्रस गर्न रुचाउने गर्दछन्। 5106 मिटर उचाइमा रहेको लार्के पासको भौगोलिक अवस्थित र दृश्यावलोकन आफैमा रमाइलो छ। नेपालका प्रमुख हिमालहरू मध्ये एक मनासलु हिमाल 8163 मिटर उचाइको नजिक अवस्थित एक प्रसिद्ध उच्च पास हो। लार्के पास एक ऐतिहासिक र प्राकृतिक दृष्टिले महत्त्वपूर्ण स्थान हो। यो ट्रेक साहसिक पर्यटक र हिमाली सौन्दर्यका शौकीनहरूको लागि एक असल गन्तव्य पनि हो। लार्के पासको पार गर्दा मनासलु हिमाल, गणेश हिमाल, सिरिङ्गी हिमाल र अन्य हिमाली श्रृङ्खलाहरूको अपूर्व दृश्य देख्न सकिन्छ। यो ट्रेक प्राय 14 देखि 16 दिनको हुन्छ, जसमा लार्के पासको पार गर्दै न्यासीकोट वा ब्यानीकोट जस्ता स्थानमा पुगिन्छ। मनासलु हिमालको पूर्वी काखमा रहेको लार्के पासको उच्चता र हिमालको नजिक रहेको कारण यो एक चुनौतीपूर्ण ट्रेक पनि हो, जसका लागि राम्रो शारीरिक तयारी गरेर जानुपर्ने हुन्छ। चुम्नुब्री गाउँपालिकामा रहेको मनासलु अथवा मनासलु हिमाल संसारको 8औं अग्लो हिमाल हो भने नेपालको 7औं अग्लो हिमाल हो। यसको उचाइ 8156 मिटर छ। यो हिमाल मनाङ र गोर्खा जिल्लाको सिमानामा अवस्थित एक प्रसिद्ध हिमाल हो। यसको आरोहण सर्वप्रथम 1956 मा जापानी आरोहण टोलीका सदस्यहरू तासियो इमानिसीले र ग्याल्जेन नोर्बुद्वारा भएको थियो भन्ने गरिन्छ। संस्कृत शब्द मनसबाट आएको, जसको अर्थ बुद्धि वा आत्मा हुन्छ। यसको अप्रत्याशित प्राकृतिक सौन्दर्य, कठिन आरोहण मार्ग र सांस्कृतिक विविधताको कारणले गर्दा यो साहसिक आरोहीहरू र ट्रेकरहरूका लागि एक प्रमुख गन्तव्य हो। मनासलु हिमालको पदमार्ग ट्रेकिङका लागि अत्यन्त लोकप्रिय छ। यो क्षेत्र हिमालको सुन्दरताको साथै सांस्कृतिक रूपमा धनी मानिन्छ। यहाँको बेस क्याम्प पुग्न गोर्खा बजारबाट आरुघाट, माछीखोला, फिलिमसम्म गाडीमा 5 घण्टा र त्यहाँबाट पाङसिङ, चिसोपानी, न्याग्दी हुँदै साम्दो गाउँको बाटो हुँदै 5 दिनको पैदल यात्रा गरी पुग्न सकिन्छ। गोर्खाको धार्चे गाउँपालिका वडा नम्बर 1 र चुम्नुब्री गाउँपालिका वडा नम्बर 6 र 7 मा पर्ने गणेश हिमाल नेपालका प्रसिद्ध हिम श्रृङ्खला मध्येको एक हो। यसको प्रवेशद्वार आरुघाटलाई मान्ने गरिन्छ। यस हिमाल गोर्खा सहित रसुवा र धादिङ जिल्लामा समेत फैलिएको छ। यो हिमालले आफ्नो अनुपम प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्त्व र साहसिक ट्रेकिङ मार्गका कारण चर्चा पाउने गर्दछ। यो हिमालको आकृति टाढाबाट हेर्दा गणेशको आकारसँग
धर्मसँग मेल खाने हुँदा यसको नाम हिन्दू धर्मका गणेश भगवानको नामबाट राखिएको हो। गणेश हिमालको उचाइ 7422 मिटर रहेको छ। गणेश हिमाल नेपालको लाङटाङ हिमाल र मनासलु हिमालको बीचमा अवस्थित छ। यो हिमाललाई पहिलो पटक 1955 मा फ्रान्सेली टोलीले आरोहण गरेको थियो। गणेश हिमाल अन्य लोकप्रिय हिमालहरू एभरेस्ट वा मनासलु जत्तिकै चर्चित नभए पनि यसको साहसिक मार्ग र प्राकृतिक सौन्दर्यले साहसिक पर्वतारोहीहरूलाई आकर्षित गर्दछ। सुन्दर ट्रेकिङ मार्गहरू मध्ये पर्ने यसको ट्रेकिङ अवधि 10 देखि 16 दिनसम्मको बनाउन सकिन्छ। यो ट्रेकिङ मार्गमा तामाङ र गुरुङ समुदायको सांस्कृतिक प्रभाव, घना जङ्गल, सुन्दर हिमाली दृश्य र अनौठा गाउँहरू तथा वसन्त ऋतुमा लाली गुराँस फुलेर सबै जङ्गल राताम्य हुँदा ट्रेकिङलाई अझ रमाइलो बनाउँछ। गणेश हिमालको धार्मिक महत्त्व पनि अधिक रहेको छ। त्यहाँबाट उत्पन्न खोलाहरूमा स्नान गर्दा पाप नाश हुने विश्वास रहिआएको छ। त्रिशुली नदी गणेश हिमालबाट नै उत्पन्न भएको मानिन्छ। गोर्खा बजारबाट घ्याम्पेसाल, आरुघाट, आर्खेत, सुदी खोलाको बाटो हुँदै 5 घण्टाको समयमा गाडीमा ह्यारुसम्म र ह्यारुबाट पैदल सुरु गरी 4 दिनमा बेस क्याम्पसम्म पुग्न सकिन्छ। धार्चे गाउँपालिका वडा नम्बर 5 मा रहेको माछी खोला तातो पानी प्राकृतिक रूपमा निस्कने सल्फरयुक्त तातो पानीका लागि प्रख्यात छ। माछी खोला तातो पानी मनासलु ट्रेकिङ मार्गमा अवस्थित एक प्रसिद्ध गर्मी वा तातो पानीको स्रोत हो। यस पानीमा स्नान गर्नाले छाला सम्बन्धी रोगहरू हटाउने विश्वास गरिन्छ। यो स्थान मनासलु क्षेत्र ट्रेक गर्ने यात्रुहरूका लागि एक प्रमुख विश्राम स्थलको रूपमा परिचित छ। यसको निकटवर्ती स्थानहरू सेती खोला, जगत, तातो पानी, फिलिम हो। यहाँ पर्यटकहरूका लागि बास बस्न होटल र गेस्ट हाउसहरू सञ्चालनमा छन् भने केही पर होमस्टेहरू पनि छन्। यहाँ गोर्खा बजारबाट गाडीमा आरुघाट, सेती खोला हुँदै माछी खोला 4 घण्टाको समयमा आइपुग्न सकिन्छ भने ट्रेकिङ यात्रुहरूले सेती खोलाबाट हिँडेर 5-6 घण्टामा माछी खोला पुग्न सक्छन्। बारपाक सुलीकोट गाउँपालिकामा अवस्थित बारपाक एक ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण गाउँ हो। पछिल्लो समय पर्यटकहरूका लागि आकर्षक गन्तव्य बनेको यो ठाउँ विशेष गरी 2072 साल वैशाख 12 गतेको विनाशकारी भूकम्पको केन्द्रबिन्दु भएको कारण चर्चित छ। भूकम्पले यस गाउँका अधिकांश घरहरू ध्वस्त बनाएको थियो। अहिले पुनर्निर्माण भएपछि बारपाक नयाँ संरचना, बलिया घरहरू र सुरक्षित भवनहरू सहित सुन्दर बन्दै गएको छ, जसका कारण यो ठाउँ पर्यटकीय हब बन्दै गएको छ। यो बस्ती हेर्नकै लागि टाढा टाढाबाट पर्यटकहरू आउने गर्छन्। यहाँ बनाइएको भूकम्प स्मृति स्थल, गोर्खा सैनिक स्मारक र सूर्योदय सँगै हिमालको मनमोहक दृश्य हेर्न सकिने बारपाक भ्यू पोइन्ट आकर्षक छ। बारपाक भिक्टोरिया क्रस विजेता गजे घलेको जन्मस्थल पनि हो। यो स्थानमा पर्यटकका लागि आरामदायी बासको लागि होमस्टे, होटल, रेस्टुरेन्ट र सेवा समेत सञ्चालनमा रहेको छ। प्राचीन घनाबस्ती, स्थानीय परिकारको मजा, घले, गुरुङ, तामाङ, मगर जातिका सांस्कृतिक प्रस्तुति तथा आतिथ्य सत्कार यस स्थानका प्रमुख विशेषता हुन्। यहाँबाट मनासलु हिमचुली, गणेश हिमाल लगायतका हिमालहरूको सुन्दर दृश्य देख्न सकिन्छ। जिल्ला सदरमुकाम गोर्खाबाट 12 किलो छेपेटार, भलसोरा, भुटेनी, भलुवा, राङलुङ खोलाको बाटो हुँदै 3 घण्टा 30 मिनटको समयमा गाडीमा पुग्न सकिने यो स्थान समुद्र सतहदेखि 1950 मिटरको उचाइमा अवस्थित छ। इतिहास अनुसार द्रव्य शाहले सत्ता हत्याउनु अघि बारपाक एउटा घना बस्ती भएको राज्य थियो। किम्वदन्ती अनुसार राजा चेङ्कल सुरातनले 11औं शताब्दीतिर यो राज्य खडा गरेका थिए। द्रव्य शाहले घलेहरूलाई मित्रताको नाममा भोज आयोजना गरी रक्सी खुवाएर मातेको अवस्थामा बालुवामा लुकाएर राखिएको हतियारले विनाश गरेका थिए। बारपाक गाउँभित्र पैदल यात्रा गरेर सहजै पुग्न सकिने बारपाक भिसी तथा सामुदायिक सङ्ग्रहालय यहाँ अर्को आकर्षणको केन्द्र हो। इतिहास, संस्कृति र पुनर्निर्माणको प्रतीकको रूपमा रहेको यस सङ्ग्रहालयले पर्यटन प्रवर्धन, स्थानीय समुदायको उत्थान र गोर्खा भूकम्पको सम्झनालाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ। यो सङ्ग्रहालय बारपाकको समृद्ध इतिहास, गुरुङ संस्कृति तथा 2072 को विनाशकारी भूकम्पपछि पुनर्निर्माणको कथा संरक्षण गर्ने स्थल हो। यस सङ्ग्रहालयमा भूकम्पबाट क्षतिग्रस्त संरचनाका अवशेषहरू, पुनर्निर्माणका तस्बिरहरू, भूकम्प पीडितहरूको कथाहरू, बेलायती र भारतीय गोर्खा सेनामा काम गरेका वीर सिपाहीहरूको योगदान, तस्बिरहरू तथा उनीहरूले प्रयोग गरेका
हात हतियार, पदकहरू, गुरुङ लगायतका अन्य समुदायको परम्परागत वेशभूषा, हस्तकला, हतियार, कृषि उपकरण तथा पूजापाठमा प्रयोग गरिने सामग्री राखिएको छ भने गुरुङ समुदायको रोदी संस्कृति, परम्परागत लोकगीत, नृत्य र बाजागाजाका उपकरणहरूको प्रदर्शन हुने गर्दछ। धार्चे गाउँपालिकामा अवस्थित लाप्राक बस्ती आकर्षक छ। यो बस्ती विशेष रूपमा गुरुङ समुदायको बसोबास, भूकम्प पछिको पुनर्निर्माण र हिमाली सौन्दर्यका लागि चर्चित छ। मनासलु पदमार्गमा पर्ने लाप्राक गाउँ पर्यटकीय हिसाबले महत्त्वपूर्ण गन्तव्य हो। 2200 उचाइमा रहेको यो बस्तीबाट ऐना हेरे झैं मनासलु, गणेश हिमाल, अन्नपूर्ण लगायतका हिमचुली देख्न सकिन्छ। गाउँ वरपर हरियाली वन, चौरी पालन क्षेत्र र मनोरम पदमार्गहरू रहेका छन्। 2072 को भूकम्पले लाप्राक गाउँलाई नराम्रो गरी क्षति पुर्याएको थियो। त्यसपछि सरकार र अन्तर्राष्ट्रिय सहयोगमा नयाँ लाप्राक बस्ती निर्माण गरिएको हो। नयाँ लाप्राक बस्ती सुव्यवस्थित घरहरू, चौडा बाटोहरू, स्कुल र अस्पताल सहितको पुनर्निर्मित क्षेत्र हो। भूकम्पपछि पुनर्निर्माण भएको नयाँ लाप्राक बस्ती पछिल्लो समय पर्यटनको नयाँ गन्तव्य बन्दै गएको छ। यहाँको परम्परागत गुरुङ संस्कृति, वेशभूषा र सङ्गीत पर्यटकहरूको लागि विशेष आकर्षण हो। जिल्ला सदरमुकाम गोरखाबाट 12 किलो छेपेटार, भलस्वारा, भुटेनी, भलुवा, राङलुङ खोला, बारपाकको बाटो हुँदै 4 घण्टा 30 मिनटमा गाडीको यात्रा गरेर पुग्न सकिन्छ। घुम्सीपाखा नयाँ बस्ती लाप्राक गाउँको पुनर्निर्माण परियोजना अन्तर्गत बनेको पुनर्वास क्षेत्र हो। 2072 को भूकम्पपछि लाप्राक गाउँ पूर्ण रूपमा क्षति भएपछि नयाँ सुरक्षित बस्ती बसाल्न गुम्सीपाखा क्षेत्र चयन गरिएको हो। यो ठाउँ लाप्राकबाट 4 किलोमिटरको दूरीमा पर्दछ। यहाँ नेपाल पुनर्निर्माण प्राधिकरणको सहयोगमा सुरक्षित आवास परियोजना अन्तर्गत 572 घरहरू निर्माण गरिएको छ। नयाँ बस्ती लाप्राक गाउँका भूकम्प प्रभावित समुदायका लागि पुनः गरिएको सुरक्षित बसोबास क्षेत्रको रूपमा रहेको गुम्सीपाखामा भूकम्प प्रतिरोधी संरचना, सुन्दर हिमाली दृश्य र गुरुङ समुदायको सांस्कृतिक पहिचानले पर्यटकका लागि पनि आकर्षक गन्तव्य बनाएको छ। यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि बास बस्न, अर्ग्यानिक खाना र सांस्कृतिक मनोरञ्जन सहितका होमस्टेहरू सञ्चालनमा छन्। धार्चे गाउँपालिकामा अवस्थित हिमचुली सामुदायिक सांस्कृतिक संग्रहालय यहाँको अर्को आकर्षणको केन्द्र हो। यो लाप्राक क्षेत्र नजिकै अवस्थित एक सांस्कृतिक र ऐतिहासिक संग्रहालय हो, जसले स्थानीय गुरुङ समुदायको परम्परा, इतिहास र संस्कृतिलाई समेटेको छ। यो संग्रहालय विशेष गरी गुरुङ समुदायको जीवनशैली, कला, संस्कृति र भूतपूर्व ऐतिहासिक घटनाहरूको संरक्षण र प्रदर्शनी गर्ने स्थल पनि हो। यो संग्रहालय भित्र गएपछि गुरुङ समुदायको पारम्परिक पोसाक, हतियार, कृषि उपकरण, धार्मिक सामग्री, रोदी नृत्य र गुरुङ लोक संगीतका उपकरणहरू देख्न सकिन्छ भने गुरुङ जातिको वस्तुकला, घर निर्माण विधि र परम्परागत निर्माण प्रविधिका बारेमा जानकारी लिन सकिन्छ। यसका अलावा यहाँ भूकम्पको प्रभाव र त्यसपछि स्थानीय समुदायले गरेका पुनर्निर्माणका प्रयासहरूको वृत्तान्त संग्रह छ। गोर्खा सेनाका प्रमुख इतिहासकार र सङ्घर्षकर्मीहरूको योगदानको जानकारी सहित हिमचुली र आसपासका हिमालको ऐतिहासिक र सांस्कृतिक महत्त्व पनि संग्रहालयमा समेटिएको पाइन्छ। बारपाक सुलीकोट गाउँपालिका वडा नम्बर 6 मा अवस्थित ताकुकोटमा माई भगवतीको पूजा हुने गर्दछ भने यहाँ निम पूजा हुने प्रचलन पनि रहेको छ। 150 वर्ष पुरानो मानिने यस ताकुकोटलाई स्थानीयले शक्तिपीठको रूपमा मान्ने गर्दछन्। यहाँ बाली भित्राउने समय मक्सिर महिनामा नागी पूजा गरिन्छ भने बडा दशैं र चैते दशैंमा पञ्चबली सहितको पूजा अर्चना गर्ने गरिन्छ। यहाँको प्रमुख विशेषता भनेको दैनिक माई भगवतीको पूजा आजा गर्नु हो। यस ताकुकोटको पूजा अर्चना गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ। यहाँ पुग्न गोर्खा बजारबाट सडक मार्ग भएर घ्याम्पे साल हुँदै बारपाक कोटको बाटो हुँदै 1 घण्टा 20 मिनटको समयमा गाडीमा पुग्न सकिन्छ भने पर्यटकहरूका लागि बास बस्न स्थानीय गाउँका घरमा सहारा लिनुपर्ने हुन्छ। होटल वा होमस्टेहरू भने यहाँ सञ्चालनमा आउन सकेको छैन। पालुङटार नगरपालिका वडा नम्बर 3 मा पर्ने धारापानी काला महादेव पर्यटकको अर्को आकर्षणको केन्द्र हो। यो 1864 सालमा राणा वीर विक्रम शाहको पालामा स्थापना भएको शिवालय मन्दिर हो। यो पुरानो मन्दिर जीर्णोद्धारको पर्खाइमा छ। धारापानी काला महादेव एक धार्मिक स्थल हो जसले पर्यटकीय र सांस्कृतिक महत्त्वलाई जोडेको छ। यहाँको धार्मिक र सांस्कृतिक महत्त्वले श्रद्धालुहरूको गन्तव्य पनि बनाएको छ। काला महादेव मन्दिर एक प्रमुख हिन्दू धार्मिक स्थल हो। यहाँ भगवान शिवको पूजा गर्नका लागि श्रद्धालुहरूको भिड लाग्ने गर्दछ। भगवान शिवको पूजा स्थल रहेको यहाँ विशेष गरी शिवरात्रि र बाला चतुर्दशी पर्वमा विशेष मेला लाग्ने गर्दछ। यहाँ पुग्न गोर्खा बजारबाट
पक्की सडक मार्ग भएर दरौदी हुँदै खोप्लाङको बाटो हुँदै 1 घण्टाको समयमा गाडीमा पुग्न सकिन्छ भने पर्यटकहरूका लागि बास बस्न होटलहरूको पनि राम्रो व्यवस्था रहेको छ। पालुङटार नगरपालिकामा रहेको अर्को धार्मिक पर्यटकीय स्थल हो 400 वर्षभन्दा बढी पुरानो विश्वेश्वर महादेव मन्दिर। पालुङटार नगरपालिका वडा नम्बर 10 मा पर्ने यो मन्दिर भगवान शिवको पूजा स्थल हो र यसका धार्मिक र ऐतिहासिक महत्त्वका कारण विशेष परिचित छ। यो मन्दिर ऐतिहासिक मौलिक कला र परम्परागत काष्ठकलाले निर्माण गरिएको छ। मन्दिरको सांस्कृतिक महत्त्व भनेको यहाँको धार्मिक अनुष्ठान र पर्व हो जसमा शिवरात्रि विशेष रूपमा मनाइन्छ। परम्परागत धर्म अनुष्ठानहरू, पूजा, हवन, व्रत र उपवासनाहरू नै यस मन्दिरको सांस्कृतिक तथा धार्मिक महत्त्वहरू हुन्। यहाँको शिव पूजा, धार्मिक महत्त्व र प्राकृतिक सौन्दर्य पर्यटक र श्रद्धालुहरूका लागि विशेष आकर्षण हो। यहाँ पुग्न गोर्खा बजारबाट सडक मार्ग भएर दरौदी लुइटेलको बाटो हुँदै 1 घण्टामा पुग्न सकिन्छ भने पर्यटकहरूका लागि बास बस्न नजिकै रहेको पालुङटार बजारमा होटलहरूको राम्रै व्यवस्था रहेको छ। शहीद लखन गाउँपालिका वडा नम्बर 1 मा अवस्थित बक्रेश्वर महादेव यहाँको एक प्रसिद्ध धार्मिक स्थल हो। यो बक्रेश्वर नामबाट प्रकट हुन्छ। यहाँ एकादशी र औँसी तिथिमा बाहेक अरू समयमा भने पूजाआजा हुने गर्दछ। यस मन्दिरसँग विशेष रूपमा महादेव शिवको उपासना समर्पित गरिएको छ। यस बक्रेश्वर महादेवको मन्दिरमा प्राय महाशिवरात्रिको दिनमा विशेष पूजा र अनुष्ठानहरू हुने गर्दछ भने यस मन्दिरको धार्मिक महत्त्व र सांस्कृतिक धरोहरले यहाँ आउने भक्तजनहरूको मनोबल र आस्था बढाउने गर्दछ। यो स्थान मनोकामनाको माथि बक्रेश्वरी भन्ने सुन्दर ठाउँमा रहेको छ। साना बाल बच्चाको समयमै बोली आएन भने बक्रेश्वर महादेवको पूजा अर्चना वा भक्कल गरेमा बोली बोल्ने गर्दछन् भन्ने विश्वास रहिआएको छ। यहाँ भक्कल गर्नेहरूले कुखुराको भालेको बलि समेत चढाउने गर्दछन्। यहाँ पुग्न गोर्खा बजारबाट सडक मार्ग भएर 10 किलो शिखर डाँडा लुदी खोला बक्राङ 1 नम्बर वडा कार्यालयको बाटो हुँदै 1 घण्टा 30 मिनटको समयमा पुग्न सकिन्छ भने पर्यटकहरूका लागि बास बस्न होमस्टेको व्यवस्था रहेको छ। गोर्खा जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यभित्र पर्ने सन्तानेश्वर महादेव मन्दिर शहीद लखन गाउँपालिकाको वडा नम्बर 8 मा अवस्थित छ। यो मन्दिर विशेष रूपमा सन्तान प्राप्तिका लागि प्रचलित छ र यहाँ पूजा गर्नाले सन्तानको सुख र समृद्धिको आशीर्वाद प्राप्त हुने विश्वास गरिन्छ। सन्तानेश्वर महादेवको मन्दिरमा भक्तजनहरू विशेष रूपमा सन्तान नभएकाहरूले सन्तान प्राप्त गर्न तथा सन्तानको आशीर्वादको लागि पूजाआजा गर्ने गर्दछन्। सन्तानेश्वर महादेव मन्दिरको धार्मिक महत्त्व, आस्था र श्रद्धा यहाँका भक्तजनहरूमा गहिरो छ। यहाँ शिवको पूजा, ध्यान र अनुष्ठानहरू गरेर मानिसहरू जीवनका समस्याहरूलाई समाधान गर्ने भनी विश्वास गर्दछन्। यहाँ महाशिवरात्रि सहित विभिन्न तिथिहरूमा पूजा अर्चना हुने गर्दछ। यहाँ निर्माण गरिएको त्रिशूल विशाल छ। यहाँ पुग्न गोर्खा बजारबाट हर्मटारी चोक, बुङकोट चोक, ढुङ्गा गाडे र गौरी चौतारा हुँदै 1 घण्टाको समयमा पुग्न सकिन्छ भने पर्यटकहरूका लागि बास बस्न होमस्टे र होटलहरूको राम्रै व्यवस्था रहेको छ। सिराञ्चोक गाउँपालिकामा रहेको बौसीरह घाटको महत्त्व बेग्लै छ। यहाँ विशेष गरी ठुली एकादशीमा ठुलो मेला लाग्ने गर्दछ। गोर्खा र लमजुङको सीमामा पर्ने चेपे खोलामा रहेको बौसीरह घाटमा एकादशी मेलाको अवसरमा यहाँ फूलको डोली तार्ने प्रचलन रहेको छ। यहाँ प्राचीन कालदेखि फूलको डोली लाने र फूल तार्ने परम्परा कायम छ। यसै गरी हरेक वर्ष स्थानीयले फूलको डोली भन्दै फूलै फूलको पुल बनाउने पनि गर्दछन्। विशेष गरी यहाँ एकादशीमा तोरण बान्ने परम्परासँग यस सांस्कृतिक पर्व जोडिएको छ। यहाँ उपवास व्रत बसी फूल डोली तार्ने तथा फलफूल बगाउने र हरि विष्णु भगवानको पूजा अर्चना गर्नाले पाप मोचन र मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ। यसका लागि बिहानैदेखि घर घरबाट फूलको डोला बाजागाजाका साथ यात्रा गरेर बौसीरह घाटमा लगी विसर्जन गर्ने गरिन्छ। यहाँ पुग्न गोर्खा बजारबाट दरौदी, पालुङटार, बयेपानी, मुगेको बाटो हुँदै 2 घण्टा 30 मिनटको समयमा पुग्न सकिन्छ भने यहाँ आउने पर्यटकहरूका लागि बास बस्न नजिकै कुनै होटलहरू भने भएको पाइँदैन। चुमनुम्री गाउँपालिका वडा नम्बर 1 मा पर्ने मनासलु क्षेत्रमा पर्ने वीरेन्द्र ताल छुट्टै किसिमको आकर्षक छ। पदयात्रामा जाँदा यो ताल आन्तरिक र विदेशी पर्यटकको रोजाइमा पर्ने गन्तव्य पनि हो। मनासलु मार्गको सीमा गाउँ नजिक
वीरेन्द्र ताल पर्दछ। समुद्र सतहबाट 3691 मिटर उचाइमा रहेको यो ताल विक्रम सम्वत 2034 सालमा तत्कालीन राजा वीरेन्द्रको सवारीपछि गाउँलेले उनकै सम्मानमा तालको नामाकरण गरिदिएका हुन्। यस अघि यो तालको नाम एमछो रहेको थियो। यहाँ गोर्खा बजारबाट सडक मार्ग भएर आरुघाट, माछीखोला, फिल्मको बाटो हुँदै गाडीमा 5 घण्टा र फिल्मबाट 3 दिनको पैदल गरेर पुग्न सकिन्छ। पर्यटकका लागि बास बस्न होटलहरूको भने यहाँ राम्रै व्यवस्था छ। सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले विख्यात दुधपोखरी कुण्ड लमजुङ र गोर्खाको सिमानामा पर्दछ। चेपे नदीको मुहान दुधपोखरीले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्वलाई बोकेको छ। समुद्री सतहदेखि 4300 मिटरको उचाइमा रहेको यस दुधपोखरीको धार्मिक महत्त्व बेग्लै पाइन्छ। यस पोखरीमा गएर नुहाउनाले वा स्नान गर्नाले भारतको काशी जान नपर्ने जनविश्वास रहेको छ। देवादी देव महादेवको वासस्थानको रूपमा परिचित यो कुण्डमा जनै पूर्णिमाका दिन नुहाए वा स्नान गरे सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्त हुने र पितृलाई तर्पण दिए पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास रहँदै आएको छ। उच्च हिमाली क्षेत्रमा पर्ने र मानव बस्तीबाट निकै टाढा रहेको दुधपोखरीको यात्रा केही कठिन भए पनि मनोरम प्राकृतिक दृश्यावलोकन गर्दै जाँदा प्राकृतिक सुन्दरताले बाटो काटेको पत्तै हुँदैन। यहाँ पुग्न गोर्खा बजारबाट सडक मार्ग भएर जोरकाटे, चित्रे पोखरी, चिप्लेटी, भच्चेक, ओलाङ हुँदै 5 घण्टा गाडीको यात्रापछि ओलाङबाट 2 देखि 3 दिनसम्मको पैदल गरेर पुग्न सकिन्छ। पर्यटकहरूका लागि बास बस्न यहाँ त्यस्तो कुनै होटल वा होमस्टे भने केही छैन। खानेकुराहरू आफै साथमा बोकेर लैजानु पर्दछ। गोर्खा बजारमा रहेको रानी पोखरी यहाँको अर्को पर्यटकीय गन्तव्य हो। गोर्खा नगरपालिका वडा नम्बर 6 पँदेलीमा रहेको पुष्कर तीर्थ अर्थात् रानी पोखरीको नामले चिनिने यस ठाउँमा हरेक सोमबार आरती हुने गर्दछ। पुष्कर तीर्थ राम शाहले निर्माण गरेका हुन्। यस रानी पोखरीमा अन्य समय भन्दा साउने सोमबार भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। गोर्खा दरबार आउने पर्यटकहरू रानी पोखरीको अवलोकन गरेर फर्कने गर्दछन्। नारद कुण्ड प्रसिद्ध गाउँ बारपाकबाट करिब 19 किलोमिटर उत्तरमा बुद्ध हिमालको काखमा रहेको छ। यो कुण्ड वा पोखरी 13,500 फिट उचाइमा अवस्थित छ। यो पोखरीमा प्रत्येक वर्ष जनै पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्दछ। जनै पूर्णिमामा पोखरीमा नुहाएमा विभिन्न छालाका रोगहरू, दीर्घ रोगहरू निको हुने र मागेको वर पाइने विश्वासले गोर्खाको बारपाक, लाप्राक, सिमजुङ, मुच्चोक, श्रीनाथकोट, जौवारी, सुवारा, सौरपानी लगायतका स्थानहरूबाट सयौं तीर्थयात्रीहरू हरेक वर्ष पोखरीमा पुग्ने गर्दछन्। जनै पूर्णिमाको अवसरमा पोखरी पुग्नेहरूले बिहान नुहाइधुवाइ गरी विशेष मन्त्रले पूजा गरेको जनै र डोरो बाँधेर पूजाआजा गरी भगवानसँग वर माग्ने गर्दछन्। त्यहाँ गएर मागेको सबै वर पूरा हुने विश्वास समेत गरिन्छ। यहाँको प्राकृतिक सौन्दर्य र शान्त वातावरणले पर्यटकहरूको मनलाई आकृष्ट गर्छ। गोर्खा बजारबाट यहाँ पुग्न बारपाकसम्म गाडीमा 3 घण्टा 20 मिनटसम्मको समय लाग्छ भने बारपाकको भम्चे डाँडाबाट पैदल हिँडेर 2 दिनमा पुग्न सकिन्छ। बस्तीदेखि निकै टाढा रहेकाले यहाँ पर्यटकहरूका लागि बास बस्नको लागि भने कुनै वासस्थान छैन। चुम्नुम्री गाउँपालिकाको प्रोकमा अवस्थित कालताल सुन्दर छ। यसलाई कल्छुमान ताल पनि भन्ने गरिन्छ। आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा पर्ने यो ताल समुद्र सतहबाट 3650 मिटर उचाइमा रहेको छ। यो एक पवित्र हिमताल हो। मनासलु हिमालको छाया यस तालमा राम्रोसँग टल्किन्छ। यस तालले स्वदेशी र विदेशी पर्यटकलाई लोभ्याउँछ। पर्यटकीय दृष्टिले महत्त्वपूर्ण यो ताल धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। कोही बिरामी पर्दा तथा कसैको भाकल पूरा गर्नु पर्दा त्यहाँ गएर पूजा गर्दा रोग निको हुने तथा मनोकामना पूरा हुने विश्वास रहिआएको छ। स्थानीयहरूले यसलाई साक्षात देवीको प्रतीक मानेर पूजा गर्ने गर्दछन्। यहाँ पूजा गर्दा तोरमा बनाएर काठमा राखिन्छ। त्यसमा खादा र पैसा राखेर तालमा बगाउने चलन छ। यसरी पूजापाठ गरेमा अन्न बाली राम्रो हुने, रोग व्याधि नलाग्ने, आयु लामो हुने, मान्छे र जनावरको संरक्षण हुने विश्वास छ। यहाँ गोर्खा बजारबाट सडक मार्ग भएर आरुघाट, माछीखोला, फिल्मको बाटो हुँदै गाडीमा 5 घण्टा र फिल्मबाट 2 दिनको पैदल गरेर पुग्न सकिन्छ। यहाँ पर्यटकहरूका लागि बास बस्नको लागि होटलहरू नभए तापनि प्रतीक्षालयमा स्थानीयसँग समन्वय गरेमा बास बस्न मिल्छ। गोर्खा जिल्ला जहाँ प्रकृति, इतिहास र संस्कृतिले मन मोहित पार्छ। एक पटक होइन, पटक पटक घुम्न आउने गन्तव्य हो गोर्खा।